हाई एभ्रिवान, हाम्रो चाहिँ प्रगति नगरबाट यात्रा सुरु हुन्छ। वी रियली डोन्ट नो वेयर वी गो भनेर चाहिँ होइन यति बेलासम्म पनि। अब हेरौँ के हुन्छ भन्दा चाहिँ हामी पुलचोक पुगिसकेका छौँ कि होइन। त्यसमा पनि डिसाइड गर्दैछौँ कहाँनिर जाने भनेर भनिसकेपछि ठ्याक्क दिमागमा आएर चाहिँ याद आएर चाहिँ हामी पोखरी ताल होइन 20,000 ताल चाहिँ घुम्न जाऊँ भनेर चाहिँ त्यसपछि हामी त्यो बाटो लाग्यौँ। हामीसँगै हिँड्नु होला होइन। त्यसपछि 20,000 ताल होइन, पहिला चाहिँ पोखरी ताल जाने भनेर चाहिँ हामी पोखरी ताल पुग्छौँ है। त पहिला चाहिँ हामी के भन्छ रे जय सोलुवा अब बल्ल के ताउने भनिसक्यो के गर्नु पर्छ। त्यसपछि चाहिँ हामी यो बाटुली पोखरी भनेको भ्यू हेऱ्यौँ। त्यहाँनिर हामी सबैजनाले ग्रुप फोटोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ होइन। अनि सबैजना आफ्नो आफ्नो जोनमा चाहिँ रमाइलो गर्नुभएको थियो। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ है त कस्तो थियो माहौल भनेर। पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो। हेलो गाइज, आइफोन नदेखामै हाम्रो नि आइफोन छ भन्नु। यहाँ त म त बेबो भन्दै बसेछु। र हामी फर्किने बाटोमा चाहिँ मामाहरूलाई भेटेका थियौँ। त्यही भएको भएर हामी जस्तो गएको थियौँ त्यस्तै फर्कियौँ। किनभने हामीसँग त लाइसेन्स थियो, त्यही पनि 1-2 भाइहरूसँग चाहिँ थिएन। त्यसपछि देन वी डिसाइडेड टु गो सौराहा। र हेर्नुहोस् हाम्रो भेट कोसँग भयो, हात्तीले धरि मलाई नमस्ते गर्दैछ। अनि यताको संसार छुट्टै नहुने त कुरै भएन त। देखा आपने लापरवाही का नतीजा है। त्यसपछि चाहिँ हामी सौराहामा एकदम फेमस होइन चन्दन चटपट एन्ड पानीपुरी पसलमा चाहिँ हामी चटपट खान गएका थियौँ। रिभ्यू सुन्नुहोस् त्यसपछि कुरा पिरो छ तर मैले टेस्टको यहाँ भनिदिएको कि एकदम ओहो भन्ने चाहिँ लाग्यो। हजुरलाई मिठो लाग्यो। दहीपुरी चाहिँ ठिकै लाग्यो तर चटपट त टु बी अनेस्ट होइन मन परेन। किन भन्दाखेरि उहाँले फुका चाउचाउ हाल्नु हुँदो रहेछ होइन। 100 रुपियाँ प्लेटमा त एटलिस्ट होइन प्याकेटको चाउचाउ हाल्नु भएको भए हुन्थ्यो भन्ने हुन्थ्यो नि त। अनि यतातिर त फेरि अब पारा यस्तै नै हो भनेर अघि नै भनिसकेँ मैले होइन। यस्तै नै थियो है। त्यसपछि चाहिँ हामी फर्कियौँ। फर्किँदाखेरिको यो भ्यू देख्न सक्नुहुन्छ। पैसा ही पैसा होगा। त्यसपछि चाहिँ हामी सबैसँग बिदावादी गर्दै चाहिँ हामी आफ्नो घर जान्छौँ। थ्याङ्क यू सो मच एभ्रिवान।